हेलो साथीहरू नमस्कार। आज चाहिँ म साउदीमा हुने साथीहरूको लागि चाहिँ जानकारीमूलक भिडियो लिएर आउँदैछु। तपाईहरूले चाहिँ आफ्नो स्यालेरी सर्टिफिकेट र एक्सिडेन्ट सर्टिफिकेट चाहिँ कियोबाट सजिलैसँग हेर्न सक्नुहुनेछ। आफ्नो कियोमा जानुहोला, कियोमा लगइन गर्नुहोला। यसमा चाहिँ धेरै अप्सनहरू पनि आउँछ। यहाँबाट चाहिँ हामीले कम्पनीहरू पनि चेन्ज गर्न सकिन्छ। आफ्नो कन्ट्र्याक्ट हेरेर राम्रो कम्पनीको अपर्च्युनिटी आछ भने चाहिँ यहाँ प्रोफाइलमा जानुहोला, त्यसपछि स्विप गर्दै जानुहोला। जहाँनिर तपाईँले स्यालेरी सर्टिफिकेट भन्ने अप्सन आउँछ त्यहाँनिर क्लिक गर्नुहुन्छ। फेरि नेक्स्टमा जानुहोला। अब चाहिँ यसमा तपाईँले जुन ब्याङ्क चलाउनुहुन्छ त्यसको नाम सर्च गर्नुहोला। त्यही नाम आउँछ। त्यसपछि मैले चाहिँ अलराजीको चलाउँछु, अलराजी ब्याङ्कको नाम राख्दैछु यसमा। त्यसपछि अब फेरि तपाईँ नेक्स्टमा जानुहोला। अब चाहिँ स्यालेरी डिटेल्समा जानुहोला, फेरि नेक्स्ट गर्नुहोला। अब इस्यु सर्टिफिकेट गर्नुहोला। त्यसपछि हजुरहरूको सर्टिफिकेट बनेर आउँछ। गो टु सर्टिफिकेट डिटेल्समा आउनु। यहाँबाट चाहिँ तपाईँहरूले डाउनलोड पनि गर्न सक्नुहुन्छ। म चाहिँ हजुरहरूको लागि बनाएको। अब चाहिँ एक्सपिरियन्स सर्टिफिकेट चाहिँ कसरी निकाल्न सकिन्छ त अघि जस्तै प्रोफाइलमा जानुहोला। प्रोफाइललाई स्विप गर्दै जानुहुन्छ। जहाँनिर स्यालेरी सर्टिफिकेट छ त्यसकै मुनि एक्सपिरियन्स सर्टिफिकेट भन्ने छ, सँगसँगै राखेको छ। अब इस्युमा जानुहोला, नेक्स्टमा क्लिक गर्नुहोला। अब लेन्थ अफ सर्भिसमा जानुहोला, त्यसपछि नेक्स्ट स्टेपमा जानुहोला। अब इस्यु सर्टिफिकेटमा जानुहोला। अब चाहिँ बनेर आइसकेको छ मेरो नि सर्टिफिकेट। तपाईँहरूले नै यसरी सजिलैसँग बनाउन सक्नुहुन्छ र यसलाई चाहिँ पिडिएफ बनाएर डाउनलोड पनि गर्न सक्नुहुन्छ। मेरो फुल डिटेलहरू यहाँ सो हुन्छ। अब यसको चाहिँ सर्टिफिकेट पनि आउँछ, हेर्न सक्नुहुन्छ। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला र डाउनलोड पनि गर्न सक्नुहुन्छ। यसलाई फुल सर्टिफिकेटमा जानुहोला, त्यसपछि हजुरहरूको